नमस्कार। सबैजना सफल हुन चाहन्छन् हैन, अनि आर्थिक रूपमा सम्पन्न पनि, तर कसरी? हो नि, यो प्रश्न सबैको मनमा हुन्छ। आज हामीसँग एउटा चाखलाग्दो स्रोत छ। खाली पर्स कसरी भर्ने भन्ने 7 तरिकाहरूबारे छलफल गरौँ न त। जरुर, सम्पत्ति बनाउने केही आधारभूत तर निकै शक्तिशाली नियमहरू छन् त्यसमा। पहिलो नियम त एकदमै सजिलो सुनिन्छ। के हो पहिलो नियम? आफ्नो आम्दानीको कम्तीमा 10%, त्यो चाहिँ बचत गर्ने। 10%? सुन्दा त सजिलो, तर खै आजकलको महँगीमा घर खर्च चलाएर 10% जोगाउन साँच्चै गाह्रो छ नि, होइन र? गाह्रो त छ, तर यो अनुशासनको कुरा हो। हामीले अरूलाई तिर्नु अघि, मतलब घरबेटी, पसले, अरू कसैलाई दिनु अघि सबभन्दा पहिले आफूलाई तिर्नुपर्छ। आफूलाई तिर्ने कस्तो अनौठो हो। त्यो 10% भनेको भविष्यको आफ्नो लागि गरिएको पहिलो लगानी हो। यसलाई पैसा जोगाएको मात्रै नसम्झिएर आफ्नो आर्थिक स्वतन्त्रताको जग बसालेको भनेर हेर्नुपर्छ। ए, मतलब सानोबाटै सुरु गरे पनि भो? बिल्कुल, थोरैबाट सुरु गरे पनि हुन्छ, तर यो बानी बसाल्नु चाहिँ महत्त्वपूर्ण छ नि। आफूलाई पहिले तिर्ने यो सोचाइ नै गजब लाग्यो। ल मानौ 10% जोगाइयो पनि, तर पैसा त हातमा पर्न साथ खै कता कता खर्च भइहाल्छ नि, कसरी रोक्ने? हो, ठ्याक्कै यहीँनेर आउँछ दोस्रो तरिका, आफ्नो खर्च नियन्त्रण गर्ने। खर्च नियन्त्रण, यो त झन् गाह्रो। गाह्रो त छ, तर यसको मूल मन्त्र हो आफ्नो आवश्यकता र इच्छा बीचको फरक। त्यो खुट्याउनु। आवश्यकता र इच्छा हो। बजेट बनाउने अनि अनावश्यक खर्चहरू कटौती गर्ने। जस्तो कि अब साथीभाइसँग रेस्टुरेन्ट जानु इच्छा भयो, तर कहिलेकाहीँ त त्यो पनि सामाजिक आवश्यकता जस्तो लाग्छ नि। आवश्यकता त्यो हो जुन बिना जीवन चलाउन गाह्रो हुन्छ, जस्तै सामान्य खानपिन, लाउन चाहिने लुगा, बास। इच्छा त्यो हो जुन बिना पनि जीवन चल्छ, तर हामीलाई क्षणिक आनन्द दिन्छ, जस्तै महँगो फोन, ब्रान्डेड कपडा, बारम्बार बाहिर खाने बानी। हो त नि। मन पर्यो भन्दैमा किनिहाल्ने बानीलाई चाहिँ अब लगाम लगाउनै पर्यो। ठिक हो। ल, खर्च पनि नियन्त्रण गरेर पैसा बच्यो रे। अब त्यसलाई के गर्ने त? सिरानी मुनि राखेर त बढ्दैन होला। बिल्कुल बढ्दैन। यही हो तेस्रो तरिका, पैसालाई काममा लगाउनुहोस्, मतलब लगानी गर्नुहोस्। ए, लगानी हो। बचत गरेको पैसालाई यत्तिकै राख्नु भनेको त्यो पैसाको कमाउने क्षमतालाई खेर फाल्नु हो। कहाँ लगानी गर्ने त? जस्तै अब त्यो त आफ्नो जानकारी र जोखिम क्षमता अनुसार फरक पर्छ। शेयर बजार होला, घर जग्गा, कुनै सानोतिनो व्यवसाय जहाँ त्यसले थप पैसा कमाओस्। अनि लगानीबाट आएको नाफा नि त्यसलाई के गर्ने? त्यो झनै महत्त्वपूर्ण। लगानीबाट आएको नाफालाई पनि फेरि लगानी गर्नुपर्छ। ए, यसलाई चक्रवृद्धि ब्याज भन्छ नि, कम्पाउन्ड इन्ट्रेस्ट। मतलब तपाईको लगानीले कमाएको नाफाले पनि फेरि नाफा कमाउन थाल्छ। विनोद चौधरीको उदाहरण, कसरी उनले सुरुको व्यवसायबाट कमाएको पैसालाई लगातार फेरि लगानी गरेर यत्रो ठूलो साम्राज्य बनायो। वाउ! तर लगानी त गर्ने, तर आजकाल त जता पायो त्यतै लगानी गर्दा डुब्ने खतरा पनि उत्तिकै छ नि। एकदम सही प्रश्न हो नि। यही हो चौथो तरिका, आफ्नो पुँजी मतलब लगानी सुरक्षित राख्नुहोस्। कसरी सुरक्षित राख्ने त? लगानी गर्नु अघि राम्रोसँग बुझ्नु पर्यो, अनुसन्धान गर्नु पर्यो, जोखिम कति छ त्यो हेर्नु पर्यो। हल्लाको भरमा वा नबुझेको क्षेत्रमा हतारमा लगानी गरेर मेहनतको कमाई गुमाउनु भएन नि। कति जोखिम लिने, कति फाइदा खोज्ने, त्यो सन्तुलन मिलाउनु पर्यो। सुरक्षित र दिगो प्रतिफलमा ध्यान दिनुपर्छ। यो त एकदमै महत्त्वपूर्ण कुरा भयो होइन त? अब घर जग्गाको कुरा गर्दा 5औं तरिका पनि छ कि? छ नि। 5औं तरिका हो आफ्नो घरलाई लाभदायक लगानी बनाउनुहोस्। ए, घर किन्ने कुरा हो। आफ्नै घर हुनु भनेको एउटा त भाडा तिर्नु परेन, अर्को सुरक्षाको अनुभूति पनि हुन्छ। त्यो त हो। तर यसलाई आफ्नो एकमात्र लगानी चाहिँ ठान्नु हुँदैन। घर किन्नु राम्रो हो, तर आफ्नो सबै पैसा एउटैमा मात्रै नथुपारेर अरू लगानीका अवसर पनि खोजिरहनुपर्छ। ए, मतलब डाइभर्सिफिकेसन हैन? हो, ठ्याक्कै। सन्तुलन महत्त्वपूर्ण छ। यो निकै व्यावहारिक लाग्यो। अब 6औं तरिका नि, भविष्यको सुरक्षाको लागि केही छ कि? बुढेसकाल वा आपत विपदको लागि? अवश्य छ। यसका लागि 6औं तरिका छ, भविष्यको आय सुरक्षित गर्नुहोस्। त्यो कसरी? वृद्धावस्था वा कुनै नसोचेको घटनाका लागि आजैबाट योजना बनाउनुपर्छ। त्यस्तै लामो अवधिको सम्पत्तिमा लगानी गर्ने, जग्गा जमिन जस्तो, अनि नियमित रूपमा थोरै भए पनि बचत गरिरहने। अनि सकिन्छ भने जीवन बिमा गर्ने।
यी सबै गर्न त कमाई पनि त राम्रै हुनु पर्यो नि। हो नि, र त्यही नै हो सातौं र अन्तिम तरिका, आफ्नो कमाउने क्षमता बढाउनुहोस्। ए मतलब सिप बढाउने। हो, आफ्नो ज्ञान, सिप, दक्षता यिनीहरूलाई निरन्तर थिकार्दै लैजानुपर्छ। जति धेरै कमाउन सकिन्छ त्यति नै धेरै बचत र लगानीका अवसर खुल्छन् नि। निरन्तर सिक्ने कुरा। हो, निरन्तर सिक्ने र आफूलाई अब्बल बनाउने प्रयासले नै आर्थिक उन्नतिको ढोका खोल्छ। सारमा भन्दा यी 7 तरिकाहरू सुन्दा सरल देखिए पनि निकै गहिरा र शक्तिशाली रहेछन्। आर्थिक अनुशासन, बचत, लगानी अनि क्षमता विकास। हो, बिल्कुल। धनी बन्नु भनेको रातारात हुने कुनै जादु होइन। यो त निरन्तर प्रयास, अनुशासन अनि सही सिद्धान्तहरूको पालनाबाट सम्भव हुने एउटा यात्रा हो। द रिचेस्ट म्यान इन बेबिलोनका यी कालातीत सिद्धान्तहरूले त्यही बाटो देखाउँछन्। आजको यो छलफल साँच्चै उपयोगी रह्यो। यसलाई बिट मार्नु अघि एउटा प्रश्न सोचौँ न। यदि आजैबाट साँच्चै आफ्नो आम्दानीको केवल 10% मात्रै बचत गर्न थाल्ने हो भने अबको 10 वर्षमा त्यसले कस्तो रूप लिएला? निकै ठूलो फरक पार्छ। सानो तर निरन्तर प्रयासले नै। हो, सायद त्यही सानो तर निरन्तरको प्रयासले नै हामीले खोजेको ठूलो आर्थिक स्वतन्त्रताको ढोका खोल्न सक्छ कि सोच्नुपर्ने कुरा हो।